लु है साथीभाइ अब मैले ढेँडो खानु स्टार्ट गर्न आँटिसकेको छु। यो चाहिँ हो चिकन सुप हो, चिम्पिङ र उयो हालेको मेथी अनि टिम्बुर। यो ढेँडो हो, यो टिम्बुरको अचार हो, यो मुलाको सलाड हो, अनि रायोको साग पनि छ, अनि यो तपाईँको पकौडा, सबै कुरा छ है गाइस। अब म चाहिँ यसरी खानुपर्छ, हेर्नुहोस् है। आज मेरो अलिक हात काटेको छ, नभए तपाईँलाई देखाउने थिएँ। यस्तो गर्नुपर्छ, हात काटेर मात्रै, नभए चाहिँ म तपाईँको उहिले खाने थिएँ, के अरे हातले खाने थिएँ, चम्चीले खाने चाहिँ गाइस। हामी फर्स्ट क्लास। साथीभाइ धन्यवाद तपाईँले भिडियो हेरिदिनु भएकोमा। पुरै खाएको चाहिँ देखाउन सक्दैन रहेछु, किनभने कम्ती यो टिम्बुरको अचार सबै कुराहरू मिलेको छ। आज तपाईँहरूले बेला बेला चाहिँ आफ्नो घरमा यसो पारम्परिक खानपिनहरू चाहिँ पकाउँदै गर्ने, खाँदै गर्ने, ताकि आफ्नो आउने जेनेरेसन होइन नानीहरूले पनि सिकुन्, देखुन् र बुझुन्। यो चाहिँ आँटाको, अर्को पालि चाहिँ फेरि फापरको आउँदैछ, किन कोदो चाहिँ म खान्न हो, त्यसले गर्दा